हेलो गाइस, दर्शन नमस्ते। दिपेन्द्र राईबाट तपाईँहरू सबैजनालाई। अनि चाहिँ म ठ्याक्कै दाउरा लिएर घर जाँदैछु। दाउरा चाहिँ देख्न सक्नुहुन्छ। दाउरा चाहिँ के को लागि भने अहिले चाहिँ तिहार पनि हो। अनि तिहारमा अब रोटी पोल्नु पर्यो गाई चाहिँ होइन, अनि रोटी चाहिँ पोल्ने रे भरै छु। अनि आन्टीहरूको चाहिँ दाउरा म घर लगेर जाँदैछु। अनि खास भन्नुपर्दा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू सबैजनामा ह्याप्पी तिहार भन्न चाहन्छु। जहाँ जस्तो हुनुहुन्छ एकदम खुसी साथ मनाउनु होला होइन। अनि गाउँघरमा चाहिँ रोटी पोल्नु पर्यो, दाउरा चाहिन्छ। अनि दाउरा लिएर म चाहिँ जाँदैछु होइन। तपाईँहरूकोतिर कस्तो तिहार आइरहेछ कमेन्टमा भन्नु होला। अनि हामी पनि थाहा पाउन सक्छौँ होइन। हाम्रोमा चाहिँ एकदम रमाइलो भनौँ न होइन। वर्ष दिनपछि आएको चाडपर्व हो, रमाइलो भइरहेछ। अब यो दाउरा लगेर पर रोटी पोल्छन्, भोलि टिका लाउने हो, खाने हो होइन, हामी खाने हो। अनि अब चाहिँ ठ्याक्कै अहिले चाहिँ 2 साढे भइसक्यो। म चाहिँ यो दाउरा लगेर खेल्न जान्छु। फास्ट हुनु पऱ्यो नि त खेल्नलाई। एकदम म चाहिँ फेरि खेल प्रेमी हो। तपाईँहरू पनि कतिजना खेल प्रेमी हुनुहुन्छ कमेन्ट पनि गर्नु होला है गाइज।